अनि चाहिँ तिमीले बाउनीले ढिँडो खान चाहिँ कहाँबाट सिकेको? देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ बोनम्यारो मासी। हेलो नमस्ते साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आशा छ यो भिडियो पनि हजुरहरूलाई एकदमै मन परिदिनेछ। सो भिडियोलाई चाहिँ कति पनि स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। सो आजको भिडियोमा चाहिँ हजुरहरूको लागि भनेर चाहिँ मैले खसीको खुट्टाको रेसिपी र ढिँडो लिएर आएको छु। सो आजको भिडियो एकदम अर्ग्यानिक हुनेछ। सो भिडियोलाई माया गरिदिनु होला, भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, सक्नुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सो भिडियोलाई कति पनि ढिला नगरिकन हामी भिडियोमा अगाडि बढ्नेछौँ। लेट्स गो द भिडियो। साथीहरू देख्न सक्नुहुन्छ हामीसँग रहेको छ यो अराउन्ड 1 केजी खसीको खुट्टा, अनि चाहिँ यो रहेको छ प्याज, त्यसपछि हामीसँग रहेको छ टमाटो, अनि यो चाहिँ रहेको छ हाम्रो ग्रिन चिल्ली। साथीहरू यो चाहिँ रहेको छ साबुत गरम मसाला जुन चाहिँ फर्स्टमा हामीले हाल्नेछौँ। अब चाहिँ हामीले ड्राई रेड चिल्ली एड गर्नेछौँ, अनि त्यसपछि हामीले चाहिँ प्याज एड गर्नेछौँ। प्याज एड गरिसकेपछि चाहिँ हामीले साथीहरू मजाले ब्राउन नहुँदासम्म चाहिँ पकाउनु पर्दछ। देख्न सक्नुहुन्छ साथीहरू, आज चाहिँ हाम्रो रेसिपी अलिकति स्पाइसी भएको कारणले फेरि पनि मैले यसमा ग्रिन चिल्ली एड गरेँ। इफ तपाईँहरूलाई धेरै स्पाइसी मन पर्दैन भने एड नगर्दा पनि हुन्छ। अब चाहिँ हामीले खसीको खुट्टालाई 1 बाई 1 एड गर्नेछौँ। यसलाई चाहिँ एकछिन चाहिँ हामीले मजाले भुट्नु पर्दछ साथीहरू। अब चाहिँ हामीले एड गर्नेछौँ मसलाहरू। यो रहेको छ बेसार, मटन मसला, नुन, अनि यो चाहिँ भिनेगर। खुट्टालाई चाहिँ एकछिन मजाले चलाएर हामीले फेरि एड गर्नेछौँ जिन्जर गार्लिक पेस्ट। यो चाहिँ रहेको छ टमेटो पेस्ट। टमेटो पेस्ट हालिसकेपछि साथीहरू फेरि पनि यसलाई हामीले मजाले भुट्नेछौँ। देख्न सक्नुहुन्छ साथीहरू, हाम्रो मटनको कलर चाहिँ एकदमै खुलेर आएको छ। सो अब चाहिँ हामीले यसमा फेरि टमाटर एड गर्नेछौँ। देख्न सक्नुहुन्छ हामीले टमाटर एड गऱ्यौँ र फेरि पनि यसलाई मजाले एकछिन भुट्नेछौँ। अब चाहिँ हाम्रो खुट्टा चाहिँ रेडी भइसक्यो साथीहरू। यसमा चाहिँ हामीले चाहिँ पानी राखेर यसलाई चाहिँ सिटी लगाउनेछौँ। खुट्टालाई पकाउनको लागि चाहिँ साथीहरू 15 देखि 20 सिटी चाहिँ अनिवार्य लाउनुपर्छ। A few moments later. फाइनली हाम्रो चाहिँ खुट्टा पाकेर रेडी भइसक्यो साथीहरू। देख्न सक्नुहुन्छ खुट्टा चाहिँ एकदम मजाले पाकेको छ। यसमा चाहिँ अब फेरि पनि मैले हल्का बटर एड गरेँ बेटर टेस्टको लागि। इफ तपाईँलाई चाहिँ धेरै चिल्लो मन पर्दैन भने एड नगर्दा पनि हुन्छ। मलाई चाहिँ बटर टेस्ट एकदम मनपर्छ, सो मैले एड गरेँ। देख्न सक्नुहुन्छ साथीहरू, हाम्रो चाहिँ खसीको खुट्टा चाहिँ एकदम मस्त पाराले मजाले पाकिसकेको छ। हेर्दै खाउँ खाउँ लाग्ने, हेर्दै मुखभरि पानी आउने। सायद तपाईँको मुखमा पनि पानी आयो होला यो भिडियो हेरेर। अब चाहिँ साथीहरू हामी चाहिँ ढिँडो बनाउनतिर लाग्यौँ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ ढिँडोको लागि पानी बोइल भइरहेको छ। अब लाइफमा फर्स्टचोटि चाहिँ ढिँडो बनाउँदैछु साथीहरू। ढिँडोमा कस्तो हुने हो है? ये तो टट्टी है। थ्याङ्क यू। ढिँडो बनाउँदाखेरि एकदम चाहिँ नननिष्ठ चलाउनु पर्छ साथीहरू, नत्र भने दाना बस्छ। देख्न सक्नुहुन्छ अलिअलि दाना बसिहाल्यो। चाहिँ साथीहरू हाम्रो चाहिँ ढिँडो बन्दैछ। मैले चाहिँ फिट्न नसकेर श्रीमतीले ढिँडो फिट्दै हुनुहुन्छ। अनि हाम्रो चाहिँ फेरि यता प्रोटिनको ढिँडो बन्छ है। भाइ साहब कुछ ज्यादा नहीं हो गया, मतलब कुछ भी मैले बिगारेको होइन है, यो राम्ररी ढिँडो बनाउने त्यहाँ। अब देख्नु सक्नुहुन्छ मलाई दोष लगाइरहेको छ, मैले बिगारेँ भन्दैछ। त्यो मिस्टेक हो गया, मिस्टेक भारी मिस्टेक हो गया सर, एकदम ब्लन्डर हो गया, भारी मिस्टेक भइहाल्यो। जान्ने कल्टेर जान्ने ठिकै छ। ढिँडो बनाउन हाम्रो ढिँडो बन्दैछ बिस्तारै। अब ढिँडो त्यसपछि हामीले मटन हाल्नेछौँ। फाइनली हाम्रो चाहिँ ढिँडो बनिसक्यो साथीहरू, देख्न सक्नुहुन्छ। सो साथीहरू हेर्नुहोस्, हाम्रो चाहिँ ढिँडो, खसीको खुट्टा र हरियो साग रेडी भइसक्यो खानालाई। हेलो साथीहरू, साथीहरू आज पनि तपाईँहरूको लागि भनेर चाहिँ हामी एकदम नयाँ र अर्ग्यानिक भिडियोको साथ आएको छौँ। र आज हामीसँग अर्ग्यानिक खाना रहेको छ। खानामा देख्न सक्नुहुन्छ हामीहरूसँग रहेको छ ढिँडो र खसीको खुट्टा। आज चाहिँ हामीले ढिँडो र खसीको खुट्टालाई चाहिँ मस्त पाराले खानेछौँ। र यो अर्ग्यानिक खाना भएको हुनाले हामी चाहिँ अर्ग्यानिक पारामा
भुइँमै बसेर खान थालेको छौँ। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अब चाहिँ हामी केही छिनमा यो ढिँडो र खसीको खुट्टा खान गइरहेको छौँ, देख्न सक्नुहुन्छ। यत्रो ढिँडो चाहिँ कसले खाइसक्ने हो? साथीहरू यहाँ चाहिँ मेरो बेस्ट फ्रेन्ड पनि रहेको चाहिँ साथीहरू। यो कोक खान डाइटिङ बसेको मान्छे फेरि कोक, यो यस्तो गर्दाखेरि रिस उठ्छ हो मलाई। खाने बेला के कुटाइदिनु साथीहरू, अरू बेला ठिक छ। ल है साथीहरू, हामी चाहिँ अब स्टार्ट गऱ्यौँ। ढिँडो चाहिँ मेरो फेभरेट है। यो रहेको सागसँग ढेँडो कस्तो भएको खुट्टा? कस्तो लाग्यो? मस्त छ। देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ बोन मेरो मासी। मस्त लाग्यो। ढिँडो चाहिँ भ्याइएको होइन, त्यति नै हालेको टोटल। ढिँडो पनि एकदम मिठो भएको छ साथीहरू। म त अलमोस्ट लगभग 2 वर्षपछि ढिँडो खाँदैछु है। उसले चाहिँ बेला बेलामा खाइरहन्छ ढिँडो, उसको मन लागेको बेलामा। ऊ त राति 12-1 बजे आएर पनि ढिँडो बनाएर खान्छ, उसको मन लाग्यो भने चाहिँ। अनि चाहिँ तिमीले बाउनीले ढिँडो खान चाहिँ कहाँबाट सिकेको? कसरी सिकेको भन्देऊ न। मैले चाहिँ मेरो सासु मम्मी भनेपछि उहाँको मम्मीले चाहिँ ढेँडो, अब मगर मान्छे है, पाहाडतिर अब ढेँडो खाइन्छ। मेरो मम्मी चाहिँ फेरि मगर है, अनि त्यही भएर मैले चाहिँ सासु आमा मम्मीले खाएको देखेर अनि मम्मीले पकाउँदाखेरि मैले पनि मम्मीले फेरि डेली ढिँडो खाने हो क्या, त्यही भएर चाहिँ त्यही मम्मीले डेली ढिँडो खाने भएर उनलाई पनि ढिँडोको बानी परेर अहिले चाहिँ ढिँडोको नम्बर 1। म फेरि के हो बानी, ढिँडो चाहिँ धेरै खान सक्दैन, थोरै खायो भने पेट फुल भइहाल्छ। मस्त भाषा। हजुर, म त के सोचिरहेको थिएँ, रोटी बनाउँछु भनेर। रोटी र फेरि यो खसीको खुट्टा बब्बाल मिठो हुन्छ नि। रोटी फेरि मलाई मन पर्दैन साथी। ए हरि खुर्सानी तिमी खाने भएर लिएको होइन? हो, म त मेरो थालीमा आएछ तिम्रो खुर्सानी। फेरि मेरो चाहिँ फेरि रोटी भनेपछि नम्बर 1 हो। भात ढिँडो केही नै चाहिँदैन। बिहान साँझ रोटी दिए पनि म खाइहाल्छु। खुर्सानी पनि मैले चाहिँ खान्छु साथी। यो त्यसै पनि हमरा पनि म हरि खुर्सानी टोक्न सक्नुहुन्छ। पिरो पिरो मस्त भएको छ। पुरा ढिँडो नखाने मान्छे खै कसै अन्तिममा भात देऊ भन्नु पनि मेरो छैन। खाँदैन, यति पेट भरिहाल्छु कि। थोरै ढिँडो खायो भने म फेरि पेट छिटो भरिन्छ मेरो। धेरै टाइमबाट खसीको खुट्टा चाहिँ खाने रहर थियो, आज चाहिँ पुरा भयो। ढिँडो खाने हो? अब म अलिकति भात खान्छु। ढिँडो खान सकेन साथीहरू। यो ढिँडो बाँदर्नेलाई ढिँडो हालिदिएको छु है। अब चाहिँ म फेरि भात पनि थप्दैछु साथीहरू। चाहिँ बिहानको अलिकति भात, म त के नखाने पुग्यो है। मस्त पिरो भाषा। यो चाहिँ गजब भइदिनु। सबैले खाऊ है, अलिकति पो खाऊँ त। अबि पुग्ने खान्छु र यो पिरो भएर मलाई अघिसम्म गाडी गरेको साथी पोक खाने भनेर। अरू चाहिँ आफूले
पिरोले चाहिँ सिगानै निकाल्दियो। फेभरेटै साथीहरू साग ढेँडो मासु। मैले ढेँडो खाने कसरी खाने हो त्यसरी नै खान्छ है साथीहरू, चपाउँदिनँ मैले चाहिँ। म चाहिँ ढेँडो चबाएर खान्छु, नचबाइकन निल्नै सक्दैन। मस्त छ। तिमीले त खुट्टा त फेरि बाहुन खेतीले खान्छ जस्तो बनाएको थियो त। तिमीले ढिँडो मगरले खाने ढेँडो मैले मगाएर उसले चाहिँ ऊ बाहुन भएर ढिँडो चाहिँ मगरहरूले खाने ढिँडो बनाएको छ। म चाहिँ फेरि नेवार भएर चाहिँ खसीको खुट्टा चाहिँ बाहुनले खाने जस्तो बनाएको छ है, त्यो बब्बाल भएको छ। अब यत्रो खाएर भोलि चाहिँ ड्युटी जानलाई उठ्न पो सकिन्छ कि सकिन्न है। एक थाल ढिँडो एक थाल भात। मैले चाहिँ ढेँडो चाहिँ उसले खाने भनेर अलिकति साह्रो हुन फेरि मलाई चाहिँ गिलो मनपर्छ। मलाई चाहिँ गिलो मनपर्छ र उसले खाने भनेर साह्रो बनाएको, तर उसले नै खान्छ। उसले खाना खान्छ। ढिँडो भात दुइटै खाएँ म। बिस 25 सिटी लगाएको, त्यही पनि अझै भएको छैन है। 20-25 ल म त एकदम मजाले पाक्छ होला भनेको, ठिकै पाकेछ। त्यसले गर्दा होइन मासु खाँदाखेरि क्या मान्छेले मासु मात्र खाएर हड्डी खान्छ नि। मलाई चाहिँ हड्डी खाएर बरु मासु त्यस्तो खासै लाग्दैन, हड्डी चाहिँ चाहियो मलाई। अनि उसले खायो भने के हुन्छ थाहा, उसले चाहिँ मासु खान्छ नि, मैले चाहिँ उसको हड्डी त्यो मासुको हड्डी चाहिँ मैले खान्छु। बोन मेरो खाने कुरा हो। मासी निकाल्दा फेरि भाग्यो। मलाई त अब इनफ भयो साथीहरू, म त डन, योभन्दा बेसी सक्दैन। पेट पनि फुल भइसक्यो, देख्न सक्नुहुन्छ। उसले चाहिँ दन्काएको दन्केछ, पुरै खाएको खाइछ। सो आजको भिडियोलाई यति नै साथीहरू। भिडियोलाई मन परेपछि लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सक्नुहुन्छ भने साथीभाइहरूसँग सेयर गरिदिनुहोस्। बाइ बाइ साथीहरू। सी यू इन नेक्स्ट भिडियो।